सबसे पहिला मेमोरी तपाईहरुले बक्समा कनेक्ट गर्नुभयो, चाहे आईएसपी को थ्रु होस् या फेरि तपाईले डाइरेक्टली मेमोरी निकालेर कनेक्ट गराउनु भएको होस्। त्यो कन्डिसनमा सबसे पहिला हामीले के गर्नु पर्यो त ब्याकअप लिन पर्यो सेक्युरिटीको, जुन चाहिँ हामीलाई मोस्ट इम्पोर्टेन्ट चीज हो, जसले गर्दा हाम्रो फोनमा आइएमईआई रिलेटेड सम्पूर्ण सेक्युरिटी फाइलहरु आउने गर्छ है। त्यसपछि तपाईहरुले यहाँनिर यूएफएस कै सेक्सनमा गएर यहाँनिर जति पनि लजिकल युनिटहरु छन्, तपाईको मिडियाटेकमा 3टा हुन्छ, एक्जाइनोसमा 4वटा हुन्छ, क्वालकममा 6वटा 7वटा हुन्छ। बुझ्नुभयो नि? अहिलेको नयाँहरुमा 4वटा आएको छ, मिडियाटेकमा पनि 8 एमबी को एक्स्ट्रा आएको छ लुन 3 भनेर। सो त्यो कुराहरुलाई के गर्नु पर्यो त ब्याकअप गर्न पर्यो। इन केस त्यो तपाईहरुको ब्याकअप हुँदैन भने त्यो कन्डिसनमा तपाईहरुसित डम्प फाइल छैन या फेरि गिभ मी रोमहरुबाट तपाईहरुले डाउनलोड गर्न पाउनु भएन भने हामीले डाइरेक्टली त्यसको फ्ल्याश फाइलबाट पनि हामीले के गर्न सक्छौं त डम्पलाई क्रिएट गर्न सक्छौं। यो क्लास त्यसको लागि है त। सो हामीले यहाँ फ्ल्याश फाइल अघि डाउनलोड गरिसक्यौं दुईटैको, एउटा हाम्रो क्वालकमको छ, अर्को हाम्रो यहाँनिर मिडियाटेकको छ है। यो हाम्रो स्विट भनेको रेडमी नोट 10 प्रो हो, यसमा हाम्रो क्वालकम लागेको छ भन्दाखेरि यो गोल्ड भनेको रेडमी नोट 13 जसमा चाहिँ मिडियाटेक लागेको छ। क्वालकमको अघि पनि मैले भनिसके, त्यही अनुसारले म सरर रिपिट मात्र गराइदिन्छु। त्यसपछि तपाईहरु सबसे पहिला आउनु पर्यो किनकि हाम्रो मेमोरी कम्प्लिटली इरेज छ, त्यसै कारणले डिक्रिप्टरमा जान पर्यो र यहाँनिर जुन फोल्डरको आइकन दिएको छ त्यसमा क्लिक गर्न पर्यो। यसमा क्लिक गरिसकेपछि जहाँनिर तपाईहरुले फर्मवेयर फाइललाई राख्नु भएको छ रेडमी को नोट 10 प्रो, जुन चाहिँ फर्मवेयर छ त्यो भित्र जाने, डबल क्लिक गर्ने र इमेज भित्र गएर यहाँनिर चेक गर्ने। यहाँनिर के भन्यो त नो आइटम म्याच योर सर्च भन्यो। यहाँनिर किनकि हामीले provision.xml फाइललाई मात्रै सर्च गरिरहेका छौं, त्यसैले यहाँनिर के गर्नु पर्यो त अल फाइलमा क्लिक गर्न पर्यो। त्यसपछि यहाँनिर फोल्डर भित्र भएका सम्पूर्ण फाइलहरु हामीलाई के हुन्छ त शो हुन्छ। यसरी शो भइसकेपछि तपाईहरुले डाइरेक्टली चुज गर्न पर्यो र प्रोग्राम 0 भन्ने फाइललाई जहिले पनि। यसलाई के गर्ने त ओपन गर्ने। ओपन गरिसकेपछि तपाईहरुले यहाँनिर प्रोभिजन फाइललाई राइट गर्ने। यतापट्टि मेनमा चेक गर्न सक्नुहुन्छ, यहाँनिर देखाइरहेको हुन्छ कि क्लिक द राइट बटन टु अप्लाई यूएफएस प्रोभिजनिङ, यानी कि यदि यूएफएस लाई प्रोभिजन बनाउँदै हुनुहुन्छ भने त्यहाँनिर राइट बटन जुन छ त्यसमा क्लिक गर्नुहोस् भनेर यहाँ पनि लेखिएको हुन्छ। यहाँ सबै लोड चाहिँ भइसक्यो। यहाँ त प्रोभिजन यूएफएस कतिवटा बनेको छ त 6वटा बनेको छ, 1 2 3 4 5 6वटा। बुझ्नुभयो? 6वटा प्रोभिजन हाम्रो क्वालकमकै लागि हामीले रेडी गर्दैछौं, यानी कि प्रोभिजन कतिवटा हुन्छ हाम्रो लुन्च पार्टिसन कतिवटा हुन्छ हामीलाई थाहा हुनु पर्यो है। क्वालकममा तपाईको 6वटा 7वटा पनि आएको छ, अहिलेको जति पनि नयाँ फोनहरु छन् तिनीहरुमा 7वटा हुन्छन्, जति पनि पुरानो छन् तिनीहरुमा 6वटा हुन्छ। सो हाम्रो 6वटा यहाँनिर लुन 0 देखिबाट लुन 5 सम्म यहाँनिर लोड भइसकेको छ। अब लोड भएकोलाई हामीले राइट पनि गर्न पर्यो। त्यसको लागि यहाँनिर के गर्छौं त हामीले राइटमा क्लिक गर्छौं। यहाँनिर के भने त कन्फिगरेसन डिक्रिप्टर भ्यालु राइट सक्सेसफुल। यति भइसकेपछि तपाईहरुले रिफ्रेश गर्न पर्यो। रिफ्रेश गरेपछि हेर्नु होला पार्टिसन टेबलमा हाम्रो 6वटा लुन्च बन्यो या बनेन। हाम्रो बन्यो। अहिले लुन्च पार्टिसनहरु कम्प्लिटली 6वटा पार्टिसन हाम्रो के भयो त क्रिएट भयो। अब यो क्रिएट भइसकेपछि मैले अघि पनि भने यहाँ जीपीटी बाट पनि तपाईहरुले डाइरेक्टली क्लिक गरेर गर्न सक्नुहुन्छ, तर त्यसबाट चाहिँ कहिलेकाहीँ ह्याङ अन लोगोमा अड्किने हुन्छ, जसरी हामीले अनलक टुलबाट फ्ल्याश गर्दाखेरि हाम्रो फोनहरु अड्किन्छ, त्यही कन्डिसनमा आउन सक्छ। त्यसैले हामी के गर्छौं त लुन 0 मा नै डबल क्लिक गरेर फेरि अघिको जुन र प्रोग्राम 0 छ त्यसैलाई सिलेक्ट गर्छौं र यसलाई ओपन गर्छौं। यति बेला चाहिँ तपाईहरुले कहिले पनि नो नगर्नु होला। यदि नो गर्नुहुन्छ भने जस्ट तपाईहरुको लुन 0 मात्रै राइट हुन्छ। त्यसैले हामी के गर्छौं त लोड एक्सएमएल फर अदर पार्टिसन भन्दा यस गर्छौं, ताकि हाम्रो 6 वटा लुन्समा चाहिँ यसरी टिक मार्कहरु आएको होस्। यहाँ अहिले के भयो त हाम्रो जस्ट लोडेड मात्र भयो। बुझ्नुभयो? तर राइट भएको छैन। सो अब के गर्छौं त हामी यसलाई पनि राइट क्लिक गरेर राइट गराइदिन्छौं। यो राइट हुन एकैछिनमा राइट भइहाल्छ। अब फेरि हामीले एकचोटी हाम्रो जुन आईसी छ यसलाई रिफ्रेश गरेर हेर्छौं। त्यसपछि तपाईहरुले देख्न सक्नुहुन्छ जुन हाम्रो फोन जब हामीले आईसी निकाल्छौं त्यसैगरी यहाँनिर पार्टिसन टेबलहरु कम्प्लिटली क्रिएट भएको हुन्छ। यहाँ त सबै पार्टिसन टेबलहरु क्रिएट भइसक्यो, देख्नुभयो? तर अब यति गर्दा पनि हाम्रो फोन चाहिँ के हुन्छ त अन हुँदैन। बुझ्नुभयो? किनकि यसमा कुनै पनि फर्मवेयर फाइलहरु अपलोड गरिएको छैन। अहिले जस्ट हामीले ढाँचा मात्र तयार गरेछौं, पार्टिसन मात्रै क्रिएट गरेका छौं, जीपीटी मात्रै अहिले हाम्रो मेमोरीमा आएको छ। सो अब यसलाई फेरि हामी के गर्छौं त लुन 0 लाई डबल क्लिक गर्छौं। यदि रेडमी को फोन छ भने
त्यो कन्डिसनमा जहिले पनि हामी फ्ल्यास अल भन्ने फाइललाई चुज गरेर ओपन गर्छौँ। तर यदि हामीसित फ्ल्यास अल भन्ने फाइल छैन या फेरि तपाईँहरू भिभोको गर्दै हुनुहुन्छ या फेरि रेडमी बाहेकका फोनहरूमा गर्दै हुनुहुन्छ भने इमेजमै गएर फेरि पनि र प्रोग्राम 0 लाई सेलेक्ट गर्न पर्यो। बुझ्नुभयो? यहाँनिर सबै फाइलहरू लोड हुन्छ, यहाँनिर यस गर्ने। रेडमी बाहेकका सेटहरू है। यदि रेडमीमा पनि फ्ल्यास अलको फाइलको त्यो ब्याच फाइल अभाइलेबल छैन भने तपाईँहरूले डाइरेक्टली के गर्न पर्यो त र प्रोग्राम 0 लाई नै सेलेक्ट गर्न पर्यो। त्यसमा पनि यही नै फाइलहरू सेलेक्टेड हुने हो है। नत्र भने रेडमीकै फोन छ भने डाइरेक्टली जहाँसुकै क्लिक गरेर तपाईँहरूले फ्ल्यास अल फाइल चुज गर्न सक्नुहुन्छ। तर र प्रोग्राम चुज गर्ने बेलामा चाहिँ सकेसम्म लुन 0 मै सेलेक्ट गर्नु होला है। गर्न जहाँबाट पनि मिल्छ, तर लुन 0 मा राख्दाखेरि किनकि मेन पार्टिसन त्यो हो, त्यसैले त्यसमा खासै फरक पर्दैन। त्यसपछि यसरी हाम्रो फाइल लोडेड भइसक्यो। यहाँनिर फाइल लोडेड भएको पनि यतापट्टि देखाउँछ मेनमा टास्क लोडेड 44 वटा भनेर देखाएको छ। यसलाई के गरिदिने त राइट गरिदिने। राइट युजर डाटा भन्छ, यसमा यस गर्नु होला। त्यसपछि यसले के गर्छ त राइट गर्छ। युएफएसपट्टि राख्नु होला। जहिले पनि तपाईँहरूको सुपर इमेज राइट हुने बेलामा अलिकति टाइम लिन्छ है, लगभग 4-5 सेकेन्डदेखि लिएर 10-15 सेकेन्डसम्म टाइम लिन्छ। किनकि तपाईँको सुपर पार्टिसन 8.5 GB को हुन्छ। त्यसलाई सबसे पहिला त्यसले इरेज गरेर त्यहाँनिर आफ्नो पार्टिसन टेबललाई जुन एड्रेसहरू हुन्छ, यो जुन हामीले देख्न सक्छौँ हेक्सा कोडवाला एड्रेसहरूलाई पहिला क्रिएट गराउनु पर्ने हुन्छ, त्यसपछि मात्रै राइट हुने हुन्छ। त्यसैले अड्क्यो भनेर नभन्ठान्नु होला। जब तपाईँहरूले चाहिँ आइएसपी गर्नुहुन्छ त्यति बेला त अझ स्लो भइरहेको हुन्छ नि त मेमोरी होइन। त्यो कन्डिसनमा चाहिँ अलिकति टाइम लिने हुन्छ, त्यसैले वेट गर्नु होला है। यहाँनिर राइट भइरहेछ। कुन कुन राइट भयो भएन यहाँनिर पनि तपाईँहरूले हेर्न सक्नुहुन्छ। जुन चाहिँ राइट भएको छैन, कहिलेकाहीँ राइट हुँदा हुँदै बिचैमा पनि अड्किन्छ। बुझ्नुभयो? त्यो कन्डिसनमा तपाईँहरूले फेरि डबल क्लिक गर्ने र जहाँसम्मको राइट भइसकेको छ तिनीहरूलाई सबैलाई अनटिक गरिदिँदा पनि फरक पर्दैन। बुझ्नुभयो? कहिलेकाहीँ मेमोरी त्यस्तो हुन्छ जुन चाहिँ तपाईँको एकैचोटि कम्प्लिटली राइट गराउन नसक्ने हुन्छ है। आइएसपीमा हामीले लगभग 10 चोटि 12 चोटिसम्म गरेर पनि पुरा फ्ल्यास फाइल चढाएका छौँ। एकचोटि सुपर मात्र, एकचोटि युजर डेटा मात्र। हजुर, क्वेसन एन्सर आएपछि गरौँला ल, यो रेकर्ड भइरहेछ त्यसैले। ओके, सो यहाँनिर तपाईँहरूले जस्तो अब यो कस्ट फाइल तपाईँको 2 GB को छ होइन, अनि त्यसपछि युजर डेटाको फाइल तपाईँको लगभग 3.5 GB देखि 4 GB सम्म हुन्छ। सुपरको फाइल 8.5 GB हुन्छ। सो एकैचोटि चाहिँ आइएसपीमा तपाईँहरूको फ्ल्यासिङ हुँदैन। क्वालकममा भन्दा पनि तपाईँहरूको मिडियाटेकमा जस्तो माउन्ट 0 को अस्तिको इरर आएको थियो नि हो, त्यो कन्डिसनमा कहिलेकाहीँ 80% मा गएर अड्किदिने हुन्छ, कहिले 90 मा हुन्छ, कहिले 96 मा पनि अड्किरहेको हुन्छ। त्यो चाहिँ एकुरेट टाइममा तपाईँहरूले कनेक्ट गराएको हुनु पर्यो र एकुरेट टाइममा स्टार्ट गरेको हुनु पर्यो। त्यो डाइरेक्टली नभएको कन्डिसनमा के गर्ने त भन्दाखेरिमा फर्स्टचोटि जाने, यहाँनिर राइट भइसकेको हुन्छ। जहाँसम्म राइट भएको हुन्छ, जस्तो म यहाँ देखाउन चाहन्छु, जस्तो मानिलिनु यहाँ डबल क्लिक गरेँ मैले, फ्ल्यास अललाई फेरि पनि सेलेक्ट गरेँ होइन। यसरी ओपन गर्न पर्यो। यसरी ओपन भइसक्दा जस्तो एमआइएससी त 4 MB को छ, यो त राइट भइसकेको हुन्छ। यिनीहरूलाई चाहिँ अनटिक अनटिक गर्दै हुने क्या, किनकि यो अलरेडी तपाईँहरूको पार्टिसनमा के भइसक्यो त राइट भइसक्यो। अब यसलाई राइट गर्ने टाइम चाहिँ के हुन्छ त स्किप हुन्छ क्या। त्यो भएपछि तपाईँको सुपरहरू डाइरेक्टली राइट हुन्छ 96-98% मा। आइएसपीमा चाहिँ यो आउँछ है प्रब्लम, त्यो भएको कारणले भनेको। यसरी अनटिक गरेर बाँकी जति पनि पार्टिसनहरू तपाईँहरूको राइट भएको हुँदैन तिनीहरूलाई राइट गर्न सक्नुहुन्छ। जुमले त ननिकाल्न पर्ने हो। इन्टरनेटको समस्या होला, अरूमा समस्या थियो र हो र ककालले कुन कुन नेट युज गर्नुभएको छ भन्न त फटाफट, त्यही अनुसारले नि हुनसक्छ। ल ठिकै छ, केही छैन। यसको रेकर्डिङ छ, म यो रेकर्डिङ तपाईँहरूलाई प्रोभाइड गराइदिन्छु। फुल एचडीमा रेकर्डिङ छ है, त्यही भएर टेन्सन नलिनु ल। यति गरिसकेपछि हाम्रो फोन अन हुन्छ, एमआई लोगोसम्म आउँछ, या फेरि जुन सामसङहरू छ भने सामसङसम्म आउँछ होइन। त्यसपछि तपाईँहरूको एनभी डाटा करप्टेड हुन्छ या फेरि रिबुट हुन्छ। त्यसैले के गर्ने त
कुनै पनि फाइललाई अब डबल क्लिक गर्ने, त्यसपछि तपाईँले जुन ब्याकअप गर्नु भएको थियो सेक्युरिटी ब्याकअप, त्यो सेक्युरिटी ब्याकअपलाई के गर्नु पर्यो त यहाँबाट अपलोड गराइदिनु पर्यो। जस्तो मसित यहाँनिर कुनैको सेक्युरिटी ब्याकअप छ हिजोको, त्यसलाई म यो पनि अपलोड गरेर देखाइदिन्छु है त। यहाँनिर यत्रो फाइल छ हैन, यो सबै अपलोड गर्न पर्दैन है। मैले तपाईँहरूलाई फोटो प्रोभाइड गरेको थिएँ, त्यो फोटो अनुसारले गर्नुभयो भने तपाईँको फोनमा कहिले पनि इस्यु आउँदैन। तर यो सबै फाइलहरू चढाइदिनु हुन्छ भनेदेखि तपाईँको प्राइमरी जीपीटी पनि चढ्छ, फेरि अनि ब्याकअप जीपीटी पनि चढ्छ, अन भएको लोगो भएको फोन पनि फेरि पनि मर्छ है। कुरो बुझ्नुभयो कि नै? बुझ्नुभयो मैले भन्न खोजेको? यो प्राइमरी जीपीटी र हाम्रो सेकेन्डरी जीपीटी के भएको छ त, यहाँ फ्ल्यास फाइलबाटै हामीले क्रिएट गरेका छौँ र हामीले जुन सेक्युरिटी तान्दाखेरिको, जस्तो हामीले डाइरेक्टली ब्याकअपबाट क्लिक गर्दाखेरि चाहिँ यसले के गरिदिन्छ त भन्दा प्राइमरी जीपीटी पनि रिड गरेको हुन्छ, ब्याकअप जीपीटी पनि तपाईँको रिड गरेको हुन्छ। त्यो भएपछि तपाईँहरूको फ्ल्यास फाइल र त्यसमा भएको प्राइमरी जीपीटी मिसम्याच हुन्छ, जसरी प्रिलोडर मिसम्याच भएको थियो इमएमसीमा, त्यसै गरी यसमा पनि त्यही केस आउँछ। त्यसैले सकेसम्म जुन चाहिँ फाइलमा हाम्रो म्याक्सिमम सेक्युरिटी हुन्छ त्यसलाई मात्रै के गर्ने त राइट गर्ने। त्यसैले वेलकमको लागि र प्रोग्राम 5 मा मात्रै तपाईँहरूको के हुन्छ त भन्दाखेरिमा सेक्युरिटी हुन्छ। त्यसैलाई डबल क्लिक गर्ने, यहाँ सोध्छ लोड एक्सएमएल फर अदर पार्टिसन, त्यसलाई नो गर्ने। बाँकी सबमा कुनैमा पनि टिक भएन, तपाईँहरूको लोन 5 मा मात्रै के भएको छ त टिक लागेको छ, अरू पनि सेक्युरिटीहरू चाहिँ आएको छ, नो गर्दा पनि अहिलेको राइट कम्प्लिट भएन जस्तो छ, हामीले राइट मात्र उ गरेनौँ। त्यही भएर है यसलाई रिफ्रेस गरौँ एकचोटि, किनकि हामीले लोड मात्र गरेर हेऱ्यौँ नि त फ्ल्यास हलको, त्यो पनि लोड भइरहेछ क्या। के भयो? त्यसपछि जहाँसुकै डबल क्लिक गरे पनि हुन्छ। त्यसपछि र प्रोग्राम 5 लाई मात्र सेलेक्ट गर्ने र ओपन गर्ने। त्यसपछि यस गरेपछि तपाईँहरूको यहाँनिर हेर्नु त प्राइमरी जीपीटीमा पनि सेलेक्ट भएको छैन, ब्याकअप जीपीटीमा पनि सेलेक्ट भएको छैन, तर जति पनि सेक्युरिटीका फाइलहरू छन् तिनीहरू चाहिँ टिक लागेका छन्। यसमा पनि तपाईँहरूले पर्सिस्ट ब्याक र पर्सिस्टलाई चाहिँ अनटिक गरिदिँदा राम्रो। पर्सिस्टमा तपाईँहरूको कहिलेकाहीँ एफआरपी लुकिरहेको हुन्छ, तपाईँहरूले फोन अन गराइसकेपछि फेरि आइसी निकालेर या फेरि सिपी ड्रिल गरेर एफआरपी गर्नुपर्ने पनि हुनसक्छ। त्यसैले सेक्युरिटी भनेको मोडमिस्ट 1 भनेको आइएमईआई 1, मोडमिस्ट 2 भनेको तपाईँहरूको आइएमईआई 2, अनि एफएसजी र एफएससी भनेको सिरियल र एनबी डाटा हो है। बुझ्नुभयो नि? त्यसैले यो चारवटा मात्र तपाईँहरूले राइट गराइदिँदा राम्रो। त्यो मैले फोटो तपाईँहरूलाई दिएको छु, त्यही अनुसारले गर्नु होला। यति राइट भयो, चारवटा हाम्रो फाइल, चारवटा फाइल लोड भएर यहाँनिर राइट सक्सेसफुल भयो। यति भएपछि डाइरेक्टली तपाईँहरूले मेमोरीलाई चप्काएर अन गराउन सक्नुहुन्छ है त। यो अहिलेसम्मको लेटेस्टसम्मलाई सपोर्ट गर्ने एउटै मात्रै तरिका हो। बुझ्नुभयो? सबैलाई सपोर्ट गर्छ है, क्वालकम जति जुन सुकैलाई पनि। बुझ्यो?